ठुलोहरू गाउँमा कागती फलेको कागती हेर्नुहोस् त ल कति साह्रो लु अभोकाडो चाहिँ म दिदीहरू भेनाको पुटिँदैछु सुजन भान्जाले रोपेको जस्तो छ लाग्छ मलाई हेर्दाखेरि ल यहाँ फलेको अभोकाडो यति फलेको छ कि यति फलेको चाहिँ रुखै भएको जस्तो छ ओहो ल म चाहिँ यहाँ सुजन भान्जाले रोपेको अभोकाडो सोर्दैछु एउटा ठुलो टिपे एउटा यो अर्को नि ठुलो यो पनि एउटा गोजीमा हाले एउटा अर्को पनि टिप्छु दुईटा अब थुप्रो छ अब कति टिप्ने एक झोरै हुनु लाग्यो टिपेर अनि माथितिर थोरै सानो छैन लु धन्यवाद सुजन भान्जालाई पनि यो चाहिँ म जन्मेको ठाउँ खेलेको ठाउँ हैन यो मेरो घर जन्मिएको घर पहिला यस्तो घर थिएन अर्को थियो पछिबाट नयाँ बनाएको मन्दिर पनि यहाँ ओखर झरेको छ अघि हेर्दा मैले पारिबाट म ओखर हेर्नु गएँ अनि म झरेर पनि अघि देखेको थिएँ झरेको यहाँ भुइँमा झरेछ अरू पनि होला खोर्सानी यो पनि यता त भएछ हाम्रो भेनाले काइँला भनेर रोप्नु भएको जहाँसम्म लाग्छ खोर्सानी यो चाहिँ ओखरको रुख ठुलो ओखरको रुख हो है पहिल्यैदेखि म जन्मेदेखि यत्रै देखेको थियो र ओखर पनि लास्टै फल्छ धेरै हिँड्दै आउँदै थिएँ यहाँ पनि बसिरहेको रहेछ अनि भेट्यो हेरेँ यताउता हेरेँ नि त अरू पाइन्छ र तर मसँग टाइम छैन म हेरिनँ म हिँडेँ अब घरतिर म लागेँ ल म चाहिँ घर आइपुगेँ अब जन्मेको घर ल हल्का ल घर चाहिँ यो मेरो जन्मेको घर बुढी बाहिर छ यो घर मेरो यो आल्चाको बोट रहेछ यो करेला काइँला भनेर रोप्नु भएको ल यो पनि आल्चाको बोट हो यहाँ केरा पनि भएको छ रहेछ ए यो माथिदेखिको यो माथिल्लो घर सिराने घर भन्छु फङ्गरको घर माथिल्लो यो मथान पहिले यहाँ हामी बस्थ्यौँ अब भित्र चाहिँ पसेर अब के अब हेरौँ होला होइन यहाँ सबै ल घरमा मान्छे नभएकोले ताला लगाइराखिएको छ सबैले भेनाले हेरिदिनुहुन्छ दिदी भेनाहरूले रेखदेख गरिदिनुहुन्छ ल ओखर त यहाँ कति भेनाले लिएर राखिदिनु भएको ल अब पहिला केटाकेटी हुन्थ्यो खान्थ्यो अब कसैलाई केटाकेटी छैन फटाउने खाने कोही छैन एक दुईवटा बोकायो सानो अब यो घर माथि तलमाथि चढ्ने यसरी हो ल अब त आफ्नै घर हेर्न पनि डर लाग्दो छ है खाटहरू यसरी राखिएको छ यो घामपाहरू रहेछ अब माथि नहेरौँ अब त आफ्नै घरदेखि डर लाग्छ धेरै वर्ष नबसेको ल यो हाम्रो बारी घुरानबारी होइन पहिला यही घुरानबारीमा मकै फल्थ्यो कोदो फल्थ्यो सबै कुरा फल्थ्यो अब हामी छौँ न भेनाले गरिदिनु भएको थियो मकै छरिदिनु भएको थियो बाँदरले खाइदिएको छ अहिले पछिबाट त्यतिकै खाली रहेछ कोदो रोपिदिनु भएको रहेछ अलिकति होइन मतान हो अब मतानमा चढ्दैछु पहिला ल यहाँ बसिन्थ्यो होइन कस्तो छ यहाँ चाहिँ कान्छा भान्जाले गर्नुभएको थियो रहेछ कुखुरा पालन गर्नुभएको थियो कुखुराको सबै रहेछ इक्विपमेन्टहरू रहेछ हाम्रो कान्छा भान्जाले पनि यहाँनिर सुसाइड गर्नुभयो र बित्नुभयो अहिले जानुभयो बितेर जानुभएको नि 5 वर्ष जति भयो होला
अब यो देख्दाखेरि पनि सम्झना आउँछ भान्जाघर के छ र भन्दा यो अर्को कोठा, यो कोठामा म बस्थेँ। यहाँ चाबी राखेको रहेछ, लगाइदिनु भएको रहेछ भेनाले। यो कोठाभित्र चाहिँ म बस्थेँ। ल यहाँबाट ल यो आजल त्यही हुस्से छ, त्यो भएकोले गर्दा त्यति राम्रो देखिन नपाएँ। पारितिर धेरै राम्रो देखिन्थ्यो नत्र। म चाहिँ अब घर हेरेर पनि घर छोडेर अब जाँदैछु फेरि। अब जन्मेको हुर्केको खेलेको यही ठाउँमा बिताएको 20 वर्ष यहीँ पार गरेर परदेशी भयो। याद आउँछ, रुन मन लाग्छ छोडेर हिँड्दाखेरि। यहाँ चाहिँ हाम्रो पहिला ग्वाली थियो, अहिले भेनाले बाख्रा खोर बनाउनु भएको छ, बाख्रा पाल्नु भएको छ अरे यो भित्र। ल यो चाहिँ हाम्रो शेरचुसारको जग्गा। यहाँनिर कागती निबुवा लाउनु भएको रहेछ। यो मेरो घर छोडेर हिँड्दा रुनु मन लाग्छ। भोलिहरू बन्द हुँदो रहेछ। ल म माथिल्लो घर आइपुगेँ। यो चाहिँ फङ्गरको घर। पहिला यहाँनिर खरको छाना गएको थियो, अहिले टिन हाल्नु छ, परिवर्तन सबै भइसकेको छ। ल म फङ्गरबाट जाँदैछु। यहाँ चाहिँ मौरी धेरै छन् होइन। ल मौरी आउनु जाने गर्दैछ। यहाँ करोडौँको मह आउनुपर्छ भित्र है। ल यो चाहिँ मेरो दुईवटा घर। ल म फङ्गला भेट्नु जाँदै, फङ्गी गर्दैन छ। अब हेरौँ। ल सबै प्रगति गर्नुपर्छ यहाँनिर। ल खोर्सानी रोप्नु भएको रहेछ कर्सबारीतिर। करेला हाम्रो गाउँमा हुने भनेको स्पेसल करेला, जहीँ पनि करोडौँको करेला हुन्छ। ल फङ्किया चाहिँ म हेर्छु। ल घरभित्र फङ्काउनु न, सबै बाहिर हुनुहुन्छ। ल ल ठुङ्को त मोबाइल चाहिँ हुनु न रामकुमारी झाँक्री बुढी पनि आइपुगेकी छिन्। मैले बोक्ने भाइ पनि बुढीले बोकेको त बुढी सार आएको होला। अब सम्झिन सोध्छु। लु भाइ त मैले बिर्सेछु त हौ, तिमीलाई दिऊ तर फङ पनि हुनु न। ल फङहरू घरमा के चाहिँ रोप्नु भएको रहेछ त यता। यता ल अलैँची कर्णौको रोप्नु भएको रहेछ, ठुल्ठुलो भएको रहेछ। यहाँ कर्णौको फल्छ। ल यो चाहिँ प्रकाश कान्छा भतिजको घर जाँदैछु होइन। यहाँ फङ नभेटेको गर्दाखेरि अब के गर्दैछ प्रकाश कान्छा भतिज, यसो भेट्नु पऱ्यो। यहाँ काँक्रो रहेछ र यो भतिजको घर पनि हो कि यहाँ के पकाउनु भएको रहेछ। सुँगुरलाई चारो, यो धारा। यहाँ पनि मान्छे हुनु न के कसो। भाले कर्णको बाँच्दैछ। यहाँ पनि मान्छे हुनु रहेछ। ढोका लागिरहेछ। ल फुलबारी ढोका मुक्क फलेको रहेछ। केरा कर्णको लाउनु भएको रहेछ। कुखुरो भाले बस्दैछ कर्णको। अब म फिर्के भेटौँ भनिरहेको थिएँ धेरै वर्षपछि, मलाई पनि भेटिएन। ल यो चाहिँ तल्लो घर चाहिँ दिनेश दाईको घर हो। अहिले घर मात्रै छ, मान्छेहरू सबै तलतिर हुनुहुन्छ, अस्ट्रेलियातिर हुनुहुन्छ, युकेतिर हुनुहुन्छ उहाँहरू है। ल अब यहाँबाट पनि लाग्यो मान्छे भेटिएन, भेटौँ भनिरहेको थिएँ। लु प्रकाश भतिजको किचन हेऱ्यो बाहिरैबाट होइन। करजङको जाँड पकाएर राख्नुपर्छ यतातिर। हाइट के हेर अन्त मलाई चोर पो लाउँछ त हाइट। लु म भागेँ। फाइनली फङसँग भेट्यो। फङ पनि बाहिर जानु मात्रै आइपुग्नु भयो फङको घरमा। ल फङ अनि कता आउनु
ल फङ नमस्ते है ल ल सुनौ होइन अब फोन ब्याट्री मात्रै हुन्छ हामी अब तराई जाने कुरा के काम छ कि उकालो निस्किनु दिउँसै निस्किनु पर्छ उकालो किन हुन्छ कि तुप्पा हुन्छ भरे अलिक फङले नि खानु सुन्नु छोड्नुपर्छ अलिअलि नखाने के गर्नु नखाने नखाने म आगो फौक्नु होइन फङ्का अब उहाँ दिक्तेल गएर काम गर्नुपर्छ नि त मैले त खाना खाएर दिक्तेल गएर भ्याउँछ ल फङहरूमा पनि ग्यास चुलो जोडिदिनु भएको रहेछ भाइहरू दाइहरूले होला अनि सबै घरमा अहिले चाहिँ गाउँमा ग्यास चुलो रहेछ होइन त्यो सबै परिवर्तन भइसकेको छ गाउँमा पनि है अहिले चाहिँ फङ चाहिँ अब 82 वर्षको म मैले हाम्रो लागि भनेर जाँड बनाइदिने गर्नु है त मैले चाहिँ बुढीले फेरि नआउने कुरो भनेर गर्दैछ यो चाहिँ मेरो घर फेरि पनि देखाउँदैछु मलाई यहाँ आएपछि घर छोडेर कहिले जानु मन लाग्दैन के गर्ने बाध्यता त्यो जानैपर्छ यो चाहिँ मेरो गाउँ है कति राम्रो छ है मेरो गाउँ सम्झिने हो भनेदेखि के गर्ने बाध्यता चाहिँ छोडेर हिँड्नुपर्ने बुढीभित्र जाँड बनाउँदैछु थोरै हेरिहालौँ फाइनली जाँड बनाउनु सुरु गरेछ जाँड खाएर जाँड बनाउने कुरो हो यहाँबाट त्यो बुढीले चाहिँ जाँड बनाउँदै सुरु गरिसक्यो जाँड यो चाहिँ खाएर जाने हो साह्रै मिठो हुन्छ कोदोको जाँड फङले गर्नुहुन्छ हजुर फङ कटारीबाट चाहिँ राम्रै छ बाटो अलिअलि त्यो कटारीमा त्यो खाल्टा खुल्टी छ होइन खाल्टा खुल्टी छ त्यो अलि त्यो खाल्टा खुल्टी कि पछि त्यति मात्रै अरू केही छैन भर्केको छैन त्यहीबाट त अहिले हामी आएको फाइनली जाँड पनि रेडी भएको छ जाँड रेडी भयो फाइनली अब जाँड खाएर हिँडिहाल्ने जाँड आयो अब जाँड चाहिँ अब खाँदैछु म जाँड खाइसकेर चाहिँ हामीले अब भाँडा माझ्ने काम भइरहेछ बुढीको चाहिँ पानी एकदम चिसो छ रुबङको ल फाइनली फङहरू घर पनि म बसेर खाएर छोडेर अब हिँड्दैछु के गर्ने हाम्रा जन्मभूमि फङ पनि भोलि हामीसँगै अब तराई झर्दै गर्नुभएको छ मेरो घरमा यहाँ पनि छ पुरानो घर बाबाले बनाउनु भएको बाबाले बनाएको नि हामीले बनाएको तर बाबाको पालाको बाबाको प्रत्येक सम्पत्ति छोडेर जान्छु तर सबैभन्दा मलाई यहाँ घर छोड्नु पर्दा चाहिँ जहिले पनि मलाई आँसु आउँछ रोएर मात्रै म हिँडा हुन्छु सबै सालनाल होइन यहीँ गाडिएको छ यही माटोसँग मेरो सम्बन्ध छ त्यही भएर पनि होला फर्कियो कान्छ अघि त्यही त यसो तपाईँसँग बोल्नु मन लाग्यो नि त्यतै छिरी गएको अघि भेटेर नि यसो अहिले देखेर बोलाएको क्या प्रकाश बाजुले अघि पनि भेट्न गयो तर अघि घरमा भेटेँ सुत्नु भएको थियो अरे तर अहिले थोरै भेटेर गफ गरेर यहाँबाट लाग्यो अब भिमपा दाइको घर आयो यो भिमपा दाइको घर यो के छ भिमपाको घर त्यसो बोलाउँ यो भिममा भाउजू हुनुहुन्छ भाउजू नमस्ते सन्चै हुनुहुन्छ हिजो आएको भाउजू हिजो फिर्दै गरेको होइन अब तातो पानी खानु अब भुँडी मर्दैन पल्लो फङहरू पनि बनाएर खाऊँ आफैले अनि दाइ चाहिँ अनि ए दुवैजनै खोज हामी त एकछिन छोड्नु सकिन्न बुढाबुढी ए भाउजू फेरि पछि समस्या लाउँदा बिसाउँछौँ लु आज चाहिँ गाउँ समस्या लाउँदा फाइनली फङ घर गयो फङको नाम चाहिँ बाहिर काजी निवास भनेर लेख्नु भएको रहेछ भित्र के हुनुहुन्छ अब हेर्ने यो घरमा हुनुहुन्न होइन घरमा हुनुहुन्न ढोका सबै लागिरहेछ होइन
मान्छे हुन्न कसो। अब यहाँबाट फर्किने अवस्था आयो। यहाँबाट तपाईँहरूलाई गाउँको दृश्य देखाउँदैछु। तल देखेको माझटोल भन्छ है। अहिले गाउँमा कसै घरमा पनि खरको छाना छैन रहेछ। सबै घरमा च्यादर लाउनु भएको रहेछ। यो मेरो घर गाउँका दृश्यहरू है। चाहिँ हाम्रा गाउँको दृश्य साइडबाट पनि देखाउँदैछु, हेर्नु होला। लु फङलाई फाइनली भेट्यो हामी त। हजुर लु त्यही तर हेर न। ल भवानी दाई घरमा पुग्यो। भवानी दाईसँग नै भेट्यो, गसब गऱ्यो। भवन भाउजूसँग गफ भयो थोरै। अब हामी हिँड्न लाग्यो यहाँबाट। हामी चाहिँ मेन गरी घर जाँदै गरेको बाटो चढ्दै गोदाबारी डल्लै जाने सुरु कुरो भएको छ हाम्रो। के हुँदैछ हेरौँ ल। गोदाबारीमा आइएको छ यहाँ। कोदोबारीमा आइए सखरबाटै यो तल चाहिँ भवन निम्बा दाईको घर। उहाँसँग बेलाबारी भएर हिँडिसक्यो। यो खरबाट टोला हो। गोपाल निम्पा या निम्पा घरहरू। अब त्यो एउटा भत्किसकेको छ। दिदीहरूको घर के छ गएर हेर्नुपर्छ। फुल धार धेरै राम्रो फुलेको छ। अब यसपालि तिहारले छिटो भएकोले गर्दा यस्तै भएछ। यो सिमाना हेर्नुपर्ने छ। सिधै सिध छ। यो चाहिँ सुमी भनेर रामघर भनेको बाटो हुनुपर्छ सिमानाको। कसै चाहिँ बाटो आउँदैछ। सिमान सिधै सिध छ। फुल राम्रो फुलेको छ। अहिले तिहार ढिलो भएछ। फाइनल्ली दिदीहरू घर पनि आयो। खरेवा पाल्नु आएर के छ ल। ऱ्याबिट कतिवटा रहेछ। लु दिदीहरू घर आइपुग्यो। दिदी भित्र दिदी ल नमस्ते। सन्चै हुनुहुन्छ? भर्खरै हाम्रो कुन भान्जे हजुर कान्छी भान्जे सेरा के छ खबर भान्जेको? सन्चै? ल काममा व्यस्त छ। खै त भेना जाने भेना खै जाने? ए ल भेना नमस्ते। दिदी भेना भेट भयो। यो चाहिँ गाउँभरि कति वर्षको पत्र रहेछ। पत्र यो कति वर्षदेखिको होइन? यो चाहिँ अनि तपाईँलाई निमन्त्रणा पत्र राम्रो नेपाली काङ्ग्रेस यता खोटाङ दुर्जाधन राई पुष्पराज राई विवेक के छ यता प्रिन्सिपल अब नाम छैन। निरबहादुर राई अध्यक्ष। अहिले कति सालको रहेछ भने 2076 सालको राइट। अरू कति सालको छ हेर्नु पत्र? 2074 सालदेखि देखिन पुरानो रहेछ। धेरै पुरानो 10 वर्ष अगाडिदेखिको यो त के अरे यो निमन्त्रणा पत्रहरू राख्नु भएको छ त इन्भाइट लेटर। लु भान्जा नि उठ्नुपर्छ आउँदै हुनुहुन्छ। के छ भान्जाको खबर? को मलाई चिन्नु हो? ल हामी चाहिँ उकालो निस्किनेछौँ। उकालो हिँड्न चाहिँ एकदम गाह्रो भयो। धेरै वर्षपछि हिँडेको कि अब बाइक त झर्थ्यो रहेछ, राम्रो चल्थ्यो रहेछ, र अलिक डर लाग्यो। बाटो त राम्रो रहेछ अहिले गाउँको। जो कोही गाउँमा आउनु भने बाइक स्कुटीबाट झर्नुहोस्, बाटो राम्रो छ है। यो घर चाहिँ हाम्रो चिस माइला शुभम्पाको। उहाँको नाम चाहिँ जगबहादुर के यस्तै भन्नुहुन्थ्यो, जगदीश यस्तै छ उहाँको नाम, जगजित। उहाँ घर अहिले उहाँ स्वर्गलोक भइसक्नु भएको छ।
त्यो पछि घरमा कोही हुनुहुन्न रहेछ, अहिले यो अवस्थामा रहेछ होइन, जीर्ण अवस्था भइसकेको रहेछ। उहाँ इन्द्र दाईहरू हुनुहुन्थ्यो, सायद उहाँहरू छोरा चिन्द्र दाई हुनुहुन्थ्यो, उहाँ चाहिँ काठमाडौँतिर हुन्छ होला सायद होइन। उहाँसँग पनि वर्ष भयो गफ नगरेको। उहाँको घर यस्तो अवस्थामा रहेछ अहिले। आज चाहिँ यो कुहिरो लागेकोले गर्दाखेरि त्यति राम्रो सिन देख्न नसकिने रहेछ है, न त धेरै राम्रो सिन देखिन्थ्यो कुहिरो नलागिदिएको भएदेखि। ल धनहरी भाइको, विशेष मेरो प्रिय भाइको घर आइपुग्यो। बुहारी हुनुहुँदो रहेछ, बुहारी अनि हाम्रो छोरो होइन। एकदम राम्रो यो पर देखिएको। अब यो चाहिँ लामी डाँडा एयरपोर्ट हो होइन। पहिला हामी के अरे डोमेस्टिक फ्लाइट यहाँबाट काठमाडौँ बिराटन जानु पऱ्यो, यहाँबाट जान्थ्यौँ है। ल अलिक अहिले चाहिँ कुहिरो गयो, राम्रो सिन देखिरहेछ। हाम्रो बुढी र बुहारी चाहिँ मिठो गफ गर्दैन भयो होला गाउँघरको बारेमा। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो गाउँघरबाट देखिने सिन। गाउँका हाम्रा अति रमणीय, अति मिठास बोकेको ठाउँ छन्। के गर्ने, बाध्यताले गर्दा परदेशी भयो, त्यति मात्रै हो। कुनै दिनमा फेरि फर्केर यहीँ आउँछु, यहीँ आउनुपर्ने हुन्छ। र यो हावापानी बोल्न सकिन्न, सायद एकमुठी सास यहीँ आएर होइन परान जाओस् होइन, यहाँबाट मेरो होस् भन्ने चाहिँ जहिले पनि चाहन्छु र यो चाहना पुरा होस् भन्ने चाहना छ। अनि तपाईँहरू नि जो पनि यहाँ रुबुङ गाउँ छोडेर जानुभयो, परदेश हुनुभयो, तपाईँहरू चाहिँ के सुन्नु भएको छ थोरै सुनाउनु होला तपाईँहरू पनि थोरै कमेन्टमा। यो चाहिँ घर छेउ गरेँ कान्छे दाइको, नयाँ दाइको, उहाँसँग भेटेको गफसप गरेँ। तर भिडियो गर्नु चाहिँ बेसी बेली गएको छु। म चाहिँ तल गाउँबाट हिँड्दै आएको। अब ऊ माथि डाँडा पुग्नुपर्ने छ। हिँडेको अब अलमोस्ट 2 घन्टा हो। अब आधी घन्टामा चाहिँ पुगिन्छ कि भनेको, जोडतोड लाएर कुन चाहिँ कुदेको छु। पहिला हामी स्कुल पढ्दाखेरि त 45 मिनट धेरैमा लाग्थ्यो। यो बाटोमा हिँड्न गाह्रो रहेछ अहिले। ल म अब अलमोस्ट डाँडा निस्कनु लागि। यो थोरै जङ्गल छ यहाँ चाहिँ। फेरि अलि चाहिँ खेती गर्नुभएको रहेछ, अलि चाहिँ धेरै राम्रो प्रफिट छ अहिले, धेरै कमाइ हुन्छ। यता हाम्रो डन आउँदैछन्, उकालोमा हिँड्नु नसकेर। हाम्रो बाइक स्कुटीहरू राम्रो चल्दो रहेछ गाउँमा। अब नली झऱ्यो, बाटो खराब होला भनेर धेरै वर्ष गाउँपछि आएको गाउँ। तर फर्स्ट हेर्नुहोस्, बाटो राम्रो रहेछ, राम्रो चल्ने रहेछ है गाउँको बाटो चाहिँ है। ल खै थाहा भएन। ए बुढी आइपुग्यो के छ त, 2 बजी हुँदै मात्रै मरे अरे। अब हामी फाइनली डाँडामा आइपुगेको छौँ। अब चाहिँ यहाँबाट अब हामी चाहिँ अब तल आफ्ना गाउँ थियो तर देखिन्न रहेछ, सबै रुखहरूले छेलेको रहेछ। पहिला यहाँ रुखहरू थिएन, गाउँ राम्रो देखिन्थ्यो, अहिले गाउँ देखिन्न रहेछ। ल फाइनली हामी डाँडा आइपुगेको छ। अब यहाँबाट चाहिँ अब पिच बाटो छ, अगाडि गाडी पाउँछ, गाडी छ, गाडी घोडा, त्यसमा चट्ट चढेर सरसँगले आफ्नो गन्तव्यतिर लाग्दैछौँ। अब मेरो मातृभूमिको जन्मभूमिको भ्रमण 4 घन्टाको पुरा भयो। तपाईँहरूले पनि हेरिदिनु होला आफ्नो गाउँ र इन्जोय गर्नुहोला है। बाई बाई, थ्याङ्क यू एभ्रिवान।